पूर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी मन्दिरको चाहिँ आज केही भ्रमण गरेको भिडियोहरू तपाईहरुमा प्रस्तुत गर्दैछु। सो हेर्दिनु होला। अनि एकदम यस्तो डाँडा काँडाहरू घुमेको र हलेसी महादेवको मुख्य स्थान गुफा पनि देखाउने छु। आगो फुकिसको मलाई त यार मुखे दुख्यो। जाले नपठाउने मलाई त आउँदैन र त धेरै नआउँदैसँग जाँदा जाँदै गेटबाट चाहिँ भित्र छिरिसकेपछि यस्तो खालको चाहिँ देख्न सकिन्छ। सो कतिपयजना आउनु भएको होला, आउनु हुने महानुभावहरूलाई चाहिँ थाहा हुन सक्छ यता। सो अनि यहाँ चाहिँ ठुलो एकदमै गेट रहेको छ महादेव हलेसी महादेव स्थानमा। अनि यता चाहिँ हामी जाँदैछौँ। सो हामीले चाहिँ जुत्ता चप्पलहरू खोलेर पनि मन्दिरभित्र एकदमै पस्ने प्रवेश गर्ने चाहिँ गर्दैछौँ। सो यता घन्टीहरू देख्न सक्नुहुनेछ। अनि यता बाटो रहेको छ उता जाने गुफामा। अनि यहाँ चाहिँ छ हाम्रो मुख्य गुफा। सो मजाले देखाउनु पर्दाखेरि चाहिँ यस्तो रहेको छ। सो यहाँनिर चाहिँ हामी तल चाहिँ पसिएन। अनि अहिले चाहिँ हामी माथिबाटै हेरेर गर्छौँ किनभने यतिखेर चाहिँ दिउँसो गइरहेछ। दामी दामी माछा पुछेर बिगार नगर्नु। होइन जुत्ता त लानु पऱ्यो नि रहेछ एक पर चप्पलमा आएको हुँदो रहेछ है। चप्पलमा निकाल्ने रहेछ उता बाइकबाट मोबिल त लागिहाल्छ। भिडियो बनाउँदैछु हलेसी आका कसको फोटो टिप्दिनु भन्ने तरिकाले हलेसी करण भाइ को कराउने तिमीहरू हेलमेट र चाबी यही सब बोक्छ चाबी दिएछ ए यार म त चाहिँ हाम्रो फुच्चीको लागि पन्जा पनि लगेर जानु भनेको थियो। पन्जा कि पन्जा बन्दा त कहाँ हो यतातिर यस्तो ए म बनाइहाल्छु भाइ। नयाँ हुन्छ नि चाहिँ हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। त्यही हो पहाडबाट हलेसीको छेउछाउको चाहिँ एकदमै यो तल्लो मन्दिर जाने गुफा जाने एउटा हो नेचुरल भ्यू होइन। के फुटबल हो यहाँ बस्ने बेला बाबाजीहरू अहिले त बस्दैन। त्यो के परे यो ऊ भन्छ रक गार्डन पर त्यो त ट्राफिक परिहाल्छ नि। ककन ठ्याक्क त्यो ट्राफिक बस्ने ठाउँदेखि ककनी मन्दिर बाटो हुँदै जाने होला हौ सायद हो र कि नभए हिँड्दै जाउने हुन्छ। उयो माथि डाँडा त अनि त्यहाँदेखि अलिक उता 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 छ त्यहाँदेखि होइन नलगौँ होला खाना खाएर आएको पूजा गर्न आएको हामी घुम्न मात्र आएको
घन्टी चाहिँ यहाँ चढाइन्छ सर सँगको यो हो यो भन्ने के होइन अलिक पछि आउने हो अहिले हामी त आउने घुम्न मात्र आएको तपाईँको वालो के कुरा गर्नु सँग त लाग्यो हावा छिर्नु दिनु हुँदैन क्या दुईबाट यस्तो खतरा चिलाउँदैन म ट्राई गर्छु एकचोटि यस्तो कान चिलाउँदैन पालेको मजाले यहाँबाट छिर्नु भएन तपाईँ भन्काले कस्तो यो चाहिँ ज्यादा के फुलेको आउँदैन ट्राई मजा आगो फुकेको जस्तो आगो फुकिसको मुखे दुख्यो ट्यालेन्ट नपठाउने मलाई त आउँदैन र त धेरै नआउँदासँग ओ छोड दो माथि जाम ओ ए समेराले हक्दैलाई गुफाभित्र है पुरा जाम न उभो दामी किन जाने के बनाएको समेराको गु माथि नजाऊ जाम किन माथि जाउँ न के छ ए केटाहरू अनि कहाँ यस्तो मात्रै बस्नु निस्किँदैन क्या सधैँ यस्तो नि आउनु भएको छैन यहाँ क्यामेराहरू हुन्छन् अनि यो मर्दैन त्यतिकै बसिरहेको अनि कहाँ मर्छ यताबाट जाने कि यताबाट जाने कहाँ गाउँथाली बस्छ त्यस्तो तारी जस्तो बनाउनु काइला हुने राम्रो बनाउनु के त्यही त हो सबै गाई पनि खत्रै कुदाउने सरले पोखरमा दियो फ्याक्ट्रीहरू है यो
हटा नहोइ न हैन कहाँ काम गर्ने भाइ यो माथि नपस्नु भने उयो त यता जहाँ यता त पस्नु नि माथि रोकौँ न अन्त कहाँ यता पर भेटमा गर्नु छ मलाई सोध्नु कस्तो कस्तो कति धरौँ शिवको साली लिनु जाउँ भनेको दिएन पल्लोपट्टि पर भन्नुपर्छ जाने हो त यसो घर लगाएर के ससुरालाई लगाएर के दिन्छ कहाँ सासूहरू सबै बारीतिर होला साली नानी स्कुल होला त्यो गर्दा बोलीबाट एडिटर लेसीको माथि टकी हो यो चाहिँ यस्तो बस्नु न के गर्दा त हौ छोड कहाँ होटलमा देखेको छैन साले उतै हो क्या ऊ पर ऊ त्यो छाप डाँडा उयो परतिर यो डाँडा तलतिर बस्छ क्या यही केटा त गइ त सकेन म एक्लै बोलिरहेको रहेछ क्या त दामी रुखमा बसिरहेको खुल्ला छ हौ निकालेगाले यता म आएको थिइनँ नि कहिले अनि सिधा धेरै चोटि आयो तर यताको साइडै आएको थिएँ आयो भने म ध्वजाहरू त लडिन्छ नि त जाँटा यस्तो चाहिँ हेर्दा हुन्छ होला फुले फुलको बगैँचा खै कस्तो गरम यता त घाम लागेर छ हाम्रोतिर त कुहिरो लागेर त केही खपिसक्नु छैन त केटा म त केटा खलासीहरू भयो भन्दा हुँदै के टेन्सन मेरो बग न यस्तो दाइ छ यता यस्तो छ भन्ने त मलाई आजै मात्र थाहा हो त यार म पनि पहिलोपटक आउँदैछु र म भ्यू हेर्न क्या कहाँबाट कता कतासम्म लाने यहाँ छ क्या हो एउटा गतिला यहाँ रहेछ तर ऊ माथि जाने छ रहेछ गुफा रहेछ टेन्सन गुफा रहेछ के हो गुफा रहेछ त यहाँ त भरिङमा चढेर उकालो जाने ए हलिसीको ल यो ठाउँ पनि आयो है फर्स्ट टाइम ए यता छाचा छाचा घर जानु मिल्दैन आम्मा यो उँधो पनि छ क्या जाने बाटो त दामी बनाएको जाउँ न माथि हेरौँ दाजु उभो जाउँ न हेरौँ
माथि गरे छादै खान्छ अनि ट्रेनमा एकजना आमा कालो कालो आमा हिँड्दै सँगै पुगेर केटाको भुवा निस्किरहेको छ खोटाङ बजार के छ ए यस्तो रहेछ मान्छे त छैन नि कता जानुभयो होला ए लामाहरूको विशेष उयो रहेछ फोटो खिच्नु मिल्दैन जाम्रो ठोक्छ आमा यहाँ अरू त हामी त ठिकै हो उसन्दै लड्यो भने चाहिँ बुङ्नु 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 बल जस्तो उफ्रिँदै पुग्छ ए यता चुप्पा चुप कारे हजुर कारे डार्लिङ हिँड्नु त पर्यो नि टिकटके यो त रुखको पर्ने रहेछ पुरा खतरा बनाइदिउँ भनेको कि यो ठाउँ मेरो एउटा फोटो खिच त फोटो खिच्दै खोज्यो यसको मेरो फोटोबाट तपाईँको फोनबाट खिच्नु न गाउँ त यार पूर्वको पशुपति भनेर चाहिँ उधोपट्टि कालो आउने हो क्या क्यामेरामा हिँड्दै आउँछ नि यसो गर्दा घुमा न सो अब चाहिँ घर बाटो हलेसी बाटो हामी पनि घर फर्किन आँटेको उता पर छ मेरो चाहिँ अब जाने हो के दुर्लम यहाँ कस्तो चिसो हावा आउँदो रहेछ हिँड त कारे ए कारे हिँड न हाम्रो त आइहाल्छ जाम ल मै यार जाम 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 ल यार केटाहरू त उकालो चढायो म अब कसरी चढाउनु भाइ उकालो सक्दिनँ हौ तर चढाउँछु नि नडरा